ए म एउटा परदेशी यात्री। ठिकै चल्दै थियो, तर पढाइ पनि सकियो अनि उमेर र घरको परिस्थितिले पनि टेक्दै गएछ, थाहा नै भएन। गलत बाटोमा हिँडिरहेको एउटा अन्जान व्यक्ति, दुःख सुख पर्दा साथ दिन्छु भन्थे सबै साथी। रमाइलो त बालकपनको क्षणिक एउटा गाउँको यात्री, सम्झदा शून्य भए लाग्थ्यो मान्या भए अहिले जाति। उमेर थियो 19, परदेशिनु भन्दा पर्दा ठिक, समय बिति गाथे दुःख पर्दा लिए मैले इक। माने भए बाका कुरा सत्य हुन्थ्यो, अहिले जित भोग्दैछु यी दुःखहरू लेख्दैछु ती मेरा गीत। पासपोर्ट दिए भिसा लागे घरबाट निस्किन पुगे, आमा बाका आँखा भित्र आँसु काती खोला रुजे। गाडी चढी हिँड्न लाग्दा लाइफका मेरा दुःख बुझे, परदेशीलाई मात्र थाहा छ मनको कुरा कसले बुझ्ने। घरमा हुँदा थिए खाँदै हिँड्दा म यहाँ माथिए, सहर थिए भिड झोला पछाडि म गाथिए। एक्लोपनको महसुसमा शरीर रगत तातिए, कहिले पुग्या थिएन त्यसैले यता उता भातिए। गलत बाटोमा हिँडिरहेको एउटा अन्जान व्यक्ति, दुःख सुख पर्दा साथ दिन्छु भन्थे सबै साथी। रमाइलो त बालकपनको क्षणिक एउटा गाउँको यात्री, सम्झदा शून्य भए लाग्थ्यो मान्या भए अहिले जाति। त्रिभुवनको बोर्डर चिरे अन्जान व्यक्ति धेरै थिए, गाउँ सहर पाखा सम्झिएका सेर भुइँमा गिरे। बेसेको थिए तर गन्तव्यमा सरासर हिँडे, आँसु पुस्दै सिटमा बसे प्लेन त्यो नेपाल बोर्डर छिरे। थ्याङ्क यू। यो चाहिँ सब मेरो नेपालको जेन्जी युवाहरू है, परदेश सिक्नु परेको सत्य भएर मैले हानेको है।